लुक लाइक एनाकोन्डा हानाकोन्डा ह्वाङ परेको भेटिएको छ अनि यसैबाट काम चलाउनु पर्ने हुन्छ। हाम्रो रेन फरेस्टमा यही मात्र भेटियो। म पोपट चाहिँ यहाँ चाहिँ त्यही पोपटलाई भगाउनलाई। हेलो एभ्रिबडी, पुडेज लाइफ लगमा स्वागत छ। आज म निस्किँदैछु खुफिया मिसनमा। नारे नाना, खुफिया मिसन भएन। आज म निस्किँदैछु एउटा सानो खोजमा, औषधीय गुण भएको पौधाको खोजमा निस्किँदैछु जुन नेपाली समाजमा प्रचलित छ। सो त्यो पौधाको नाम के हो र त्यो कस्तो ठाउँमा पाइन्छ म तपाईँहरूलाई बताउनेवाला नै छु। टक्क च्यानल सब्सक्राइब गरी भिडियोलाई अन्तिमसम्म हेरिदिनु। हामी अब त्यसको खोजमा निस्किन्छौँ। गाइज, यति बेला म आइसकेको छु हाम्रो घरको लिभिङ एरियामा, जहाँ हामी सबै बस्ने गर्छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो हाम्रो घरमा एउटा धेरै नै पुरानो हलिरहेको टिकाउ टेबल छ। यो गल्लीको खासियत के छ भन्नुपर्दा चाहिँ यसमा चाहिँ अब एकदम वारपार हावा आउने जाने भइ नै रहन्छ। नो सोफा नो टेन्सन, बस यसमें चटाई बिछाओ और बैठ जाओ। हामी निस्किँदैछौँ हाम्रो घरको सानो रेन फरेस्टतिर, जहाँ त्यो औषधीय गुण भएको पौधा पाउनु चान्सेस धेरै नै छ। सो आज भने सूर्यदेवले हामीसँग पोपट गरिरहेको छ लाइक अ डिस्को काम भने लाइक अ डिस्को निस्किरहेको छ। सो हामी चाहिँ अब लाग्छौँ औषधीय गुण भएको पौधा खोज्न हाम्रो सानोतिनो रेन फरेस्टतिर। गाइज, यति बेला म आइसकेको छु हाम्रो घरको रेन फरेस्टमा, जुन कि हाम्रो यो सानो बगैँचा रहेको छ। फेरि पनि पोपट भइसकेको छ। बाटोमा आउँदै गर्दाखेरि मैले सुट गर्न खोजेको थिएँ। यो सुट भने यस्तो भएको थियो। सो यहाँ पनि मेरो पोपट भइसकेको छ र अब हामी खोज्नेछौँ कि त्यो खुफिया मिसनमा हामी आइसकेको छ। खुफिया मिसन नभनिकन अब हामी खोज्नेछौँ त्यो औषधीय गुण भएको पौधा। भेट्छु कि भेट्दैन त? यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो घरको यो सबै रेन फरेस्ट अमेजोन जङ्गल, जुन हाम्रो यो सानो बारी रहेको छ। यतादेखि लिएर यो सर्लकै सबै ठाउँमा यता यो यस्तो झाडी समेत भित्रसम्म खोजिसकेँ, तै पनि भेटाउन सकिएन। मैले यहाँ प्राय सबै ठाउँमा खोजिसकेँ। त्यो पौधा भने यहाँ पाइरहेको छैन। त्यो ओसिलो ठाउँमा हुने गर्छ। लेट्सी हाम्रो सफा सुग्घर नालीतिर छ कि छैन त्यता पनि हेर्नेछौँ। लेट्सी पाउँछु कि पाउँदैन। हाम्रो सफा सुग्घर नालीको छेउछाउमा खोज्न जान्छु, भेट्छु कि भेट्दिनँ। वाउ गाइज, फेरि पनि पोपट भइसकेको छ। जब म यता आएँ हाम्रो नाली टक्लु भइसकेको छ, जुन कि यहाँ एउटा पनि पौधा छैन। यति बेला म आइसकेको छु अर्को नालीमा। देख्न सक्नुहुन्छ यहाँ रेन फरेस्ट, अर्को स्मल रेन फरेस्ट, जङ्गलै जङ्गल छ। सो नेपालमा त एनाकोन्डा हुँदैन, त्यसको अर्को सानो स्वरूप लुक लाइक एनाकोन्डा हानाकोन्डा हुनसक्छ। सो हामी यहाँ चाहिँ अब यसमा हात लगाउनेवाला छैनौँ। हामी अर्को साइडतिर गएर खोज्नेछौँ पुरै जङ्गल रिसर्च गरेर। सो फाइनली एउटा चाहिँ मैले भेटिसकेको छु र हाम्रो यता पनि पोपट भइसकेको छ। कसरी भेट्न त भेटियो गाइज, ह्वाङ परेको भेटिएको छ। इट्स ओके, केही छैन। अरू पनि यता देख्न सक्नुहुन्छ। यसको नाम चाहिँ रहेको छ खोडताप्रे। वाउ गाइज, फेरि पनि पोपट। उखाल्न त राम्रै उखालेको, तर सबै पात खाइसकेको रहेछ। इट्स ओके, अब हामी यसैबाट काम चलाउनु पर्ने हुन्छ। हाम्रो रेन फरेस्टमा यही मात्र भेटियो। लेट्स गो, अब घरतिर जाऊँ। गाइज, म घर आइसकेको थिएँ। फेरि पनि पोपट भइसकेको छ। म जहाँ हानाकोन्डा भन्दै थिएँ त्यहीँबाट हाम्रो मम्मीले टक्क लोकल न्युरोको साग लिएर आउनुभएको छ। त मैले के गरूँ? सो एनाकोन्डा इज भेरी डेन्जरस, यु नो। सूर्यदेवको आज यो डिस्को लाइटले चाहिँ धेरै अलि रमाइलो गरिरहेको छ। सो हामीले चाहिँ आज आलु सुकाएको थियौँ, खनेर आलु सुकाएको थियौँ। सूर्यदेवको डिस्को लाइटले आज त्यसलाई ढुकचुक ढुकचुक गराइरहेको छ। यता देख्न सक्नुहुन्छ हाम्रो आलु थरीथरीको साइजको छ। यो ठुलो, त्यसपछि सानो 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 स्टाइलको तरिकाले हामी सुकाएर राखिएका छौँ। यो चाहिँ अब खैरे आलु गाइज, अमेरिकन सेतो आलु। यो चाहिँ लोकल आलु देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सानो सानो, त्यहाँ योभन्दा नि सानो सानो। यसरी नै हामीले भाग बन्न लगाएर राखिएका छौँ र सूर्यदेवले आज इन्टरटेनमेन्ट दिइरहनु भएको छ लाइक डिस्को लाइट। ढिस्क्यौँ गरेर इन्टरटेनमेन्ट आज दिइरहनु भएको छ। यता पनि पोपट, उता पनि पोपट, पोपटै पोपट, पोपट। गाइज, म चाहिँ आफ्नो केराउबारीमा छु। केराउबारीमा अब पोपटले हाम्रो यसरी केराउ खाइदिएर पोपट गरिरहेको थियो। सो म पोपट चाहिँ यहाँ चाहिँ त्यही पोपटलाई भगाउनलाई बसेको छु।
गाइज म खाना खाएर खुदाइमा निस्किथेँ, खजानाको खोजमा निस्किथेँ, जुन कि त्यता पनि पोपट भएर म आइसकेको छु। खुद्न त खुदे पाउन त केही पनि पाएको छैन। यो मेरो चप्पल देख्न सक्नुहुन्छ, यो मेरो चप्पल देख्न सक्नुहुन्छ, धुलो मैलो छ। अझै प्लस पोइन्ट मेरो लेग पिस पनि हेर्न सक्नुहुन्छ, यो पनि धुलो मैलो नै छ। सो त्यही नै थियो, मैले पाउन त केही पनि पाएन। सो आज पनि अब थोड़ा बहुत पोपट हो ही चुका है, तो देखते हैं कि आगे कैसा होगा। गाइज अभी मैं नहा धो के रेडी हो चुका हूँ, फ्रेश हो चुका हूँ, क्योंकि हम खुदाई पे निकले थे, सब धूल मिट्टी लगा हुआ था, इसीलिए मुझे नहाना पड़ा। खैर कुछ नहीं, अब ये जो आप कपड़े देख रहे हो इसको हम धो पटक के टांग ही देंगे, सुखा ही देंगे। हमारे बेड पर ध्यान मत दीजिए, मुझ पर फोकस कीजिए। अजी बात हम कर रहे हैं, तोता जैसे फड़फड़ा हम रहे हैं, तो आप पीछे बेड पे काहे देख रहे हो जी? हाँ बताइए। तो हमारे पास टाइम भी नहीं है, उस समय को हम पकड़ के रख नहीं सकते, तो क्या करें, हमारे पास दूसरा काम भी है, उधर को भी जाना है, इसीलिए हम इस कपडे को धो पटक सुखाइए देंगे। धोइ पटकी गरेर सुकाइदिइसकेको छु, टक्क देख्न सक्नुहुन्छ। सो आई होप कि तपाईँलाई पोपट कन्टेन्ट मन परेको छ। मन परेको छ भने ट्याक्कै च्यानल सब्सक्राइब गरिदिनु। भेटौँला अर्को भ्लग्समा। थ्याङ्क्स सो मच फर वाचिङ। बाई।